गाइस हाम्रो घरमा लिची फलेको छ कि लिची यस्तो नजिक नजिकमा फलेको छ नि दानाबारीमा हाम्रो माइतमा लिची हजुर लिची रुम्ने बेलामा पो हो आँपा पनि कत्रो कत्रो फलेको कागतीहरू पनि फल्नु थालेको रहेछ एगो गाडको बोट पनि छ है अस्ति कति फुलेको थियो अरे होइन सबै झरो अरे क्या पहिलोचोटि फुलेको एउटा पनि फल अडिएन रहेछ अनि लिची हेर्नु हुन्छ भने चाहिँ फेरि नजिक नजिकमै छ नि काँक्रा हेर्नु है गाइस काँक्रा आइहो के रे घोचा काँडा पो रहेछ त्यहाँ त हाम्रो काँक्रा हुने फेरि काँक्रा हो यो यस्तो छ कि काँक्राहरू पनि फलिरहेको छ बोट हेर्नुहुन्छ भने चाहिँ छैन नि फेरि बोटै यो अरे यहाँ पर्सीको मुन्टा पनि रहेछ होइन अब यहाँ करेला रहेछ करेला फलेको चाहिँ छैन होला है ए फुल्दो रहेछ करेलाले पनि फल्दो रहेछ करेलाले